बालेन शाहको प्रेमपत्र भनेर अहिले सामाजिक सञ्जालमा बालेन शाहको एउटा स्ट्याटस निकै भाइरल भइरहेको छ र उनी लेख्छन्, डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन। एकतर्फी नै सही, तर मेरो माया साँचो हो। यु आर माई ट्रु लभ भन्दै बालेन शाहले स्ट्याटस हालेका थिए र यो स्ट्याटस हालेको केही क्षण पछाडि नै हर्क साम्पाङले बालेन लक्षित अर्को पोस्ट लेखेका छन् र उनी भन्छन्, लुकेर गेम खेल्दै स्ट्याटस लेख्न सजिलो छ। देशले कति गुमायो त्यो थाहा छ? देश रोएको बेला ऊ हाँस्दै बसेको छ भन्दै हर्क साम्पाङले बालेन लक्षित अर्को पोस्ट लेखेका छन् र यसरी दुईजना व्यक्तित्व जसलाई चाहिँ सारा नेपालले माया गर्छ, यिनीहरू अहिले फेसबुकमा स्ट्याटस लेख्दै एकअर्काको कटाक्ष र मजाक उडाएको देखिन्छ र यो पक्कै पनि राम्रो सङ्केत होइन र धेरैजनाले चाहिँ बालेन शाहको उक्त स्ट्याटसलाई चाहिँ हास्यात्मक रूपमा चाहिँ मजाकको रूपमा लिइरहेका छन् भने हर्क साम्पाङले बालेनलाई क्रिटिसाइज गरिरहेका छन् र यसरी हर्क र बालेनको यो फेसबुक वार तपाईँहरूलाई कस्तो लागिरहेको छ र यसले चाहिँ देशको भविष्यलाई कतातिर सङ्केत गर्छ, किनकि इन्टायर नेपालले अहिले यी दुई पक्षमा विभाजन भइरहेको छ। हर्क साम्पाङलाई समर्थक गर्नेहरूले बालेन शाहलाई चाहिँ लुकेर बस्ने भन्दै गाली गरिरहेका छन् भने बालेन समर्थकले चाहिँ हर्क साम्पाङलाई यो बढी बोलियो भन्दै भनिरहेका छन्।